अब त हिउँद पनि सुरु भयो। वस्तुभाउ चराचुरुङ्गी लेकबाट बेसीतिर बसै सर्न थाल्यो। ए ठुली कान्छा, जब हाम्रो पहिलो भेट उँभो माथि लेकतिर जाँदा भएको थियो, त्यस बेला मैले तिमीलाई राम्रो चिन्न भ्याइनँ। पछि उँधो तलतिर बेसीतिर जाँदा मङ्सिर महिनाको दिन 4 गरे र 7 गरे खेतको धान काटेर मङ्सिरे गीत गाउँदै घरभित्र अन्न बाली भित्राएको बेलादेखि त मैले तिमीलाई राम्रोसँग चिन्न थालेको छु। ए ठुले कान्छा, चिटिक्क परेको दौरा सुरुवाल र ढाका टोपीले अर्थात् भनौँ परम्परागत मौलिक भेषले तिमीलाई भूमिका सन्तान भूमिपुत्रको चिनरी दिएको छ। एक विशेष किसिमबाट अर्थात् भनौँ वैज्ञानिक पद्धतिबाट बनाएको मार्चाबाट बनेको तोङ्बा र जाँडसँगै 2 हात जोडेर आदर सम्मानका साथ परिचय माग्ने, पाहुना सत्कार गर्ने तरिका सभ्य छ। तिमी आदिम भूमिपुत्र हो, जो तिम्रो संस्कृति सुन्दर छ, आकर्षक राम्रो परम्परा छ। मलाई त्यो संस्कार र सभ्यताले लुट्यो। ए ठुले कान्छा, यो वर्ष म तिमीसँगै उँधो अर्थात् तलतिर बेसीतिर गएर उधौली साकेला हाम्रो किराँती पर्व मनाउँछु। हाम्रो जिन्दगीको कैयौँ उकाली ओह्राली उभौली उधौलीहरूमा जीवनको गीत गाउँदै सोही ढोले सोही अर्को ढोले खोइ भन्दै ढोल खोज्दा खोज्दै दिन गयो। तर अब खोज्नु पर्दैन हो, म त्यही हराएको अर्को ढोल हुँ। मैले हाम्रो हराएको परम्परागत पोसाक, तासको कपडाबाट बनेको छिटको गुन्यौ, तोङ्बा, जाँड, रक्सी, ढोल, झ्याम्टा बजाउने माटो सबै भेट्टाएको छु। एक पानी रक्सीको चुस्की तानेर जीवनको रस र मधुर्यतामा नयाँ उत्साह भरेर आएको छु साकेला नृत्य गर्न। सयौँदेखि हामी यही भूमिका सन्तति हौँ। म, तिमी र हामी भए सोधोक हुनेछ। हामी आदिम भूमिपुत्र हौँ। प्रारम्भकालबाट नै यो परम्परागत बाजा, ढोल, झ्याम्टा, सोइला हाम्रै हो। सदा सँगै थियो, अब मरणसम्म पनि सँगै हुनेछ। हामी बाँचुन्जेल सदा यही हरेक वर्षको उँभो गर्दाको खुसियाली मनाइरहनेछौँ। ए ठुले कान्छा, तिमीलाई यही विशेष 2 चाड उँभो उभौली उँधो उधौली साकेला पर्वको शुभकामना छ। उधौली उभौली साकेला पर्वको शुभकामना छ।